नादुरक स्पेसर के हो यो हो चाहिँ के यो महात्मा गान्धी यहाँ पनि आएछ क्या इल्युमिनेटीको आँखा बल ठाउँ छ होइन यो हो चाहिँ के हो नै थाहा छैन यहाँ खाल्टो छ यत्रो खाल्टो छ यार कहाँ जान्छ अलङ्किस उयो के लेख्यो यस्तो पनि खुट्टा थुरुरु काहीँ राख यहाँ तलतिरबाट आउनुलाई होइन एउटा बाहिर निस्किमा त्यहाँ तल नजर छोडिदेऊ यस्तो अनि म जान लाग्यो तर कहाँ जान लाग्यो कसैलाई पनि थाहा छैन यसमा यो हाम्रो बस कार्ड हो ट्याक्क यसरी ट्याप गर्ने हो फोटो नदेखाऊ डिटेल आफ्नो डिटेल नदेखाऊ भन्छ नि त यहाँनिर ट्याप गर्ने हो होइन अनि ट्याप गरेपछि जहाँ गयो नि पाइ क्या किनकि यो जति पनि फ्री हुन्छ क्या यति भएपछि यस्तो फिचर नेपालमा पनि चाहिन्छ नेपालमा पनि पर्छ गुड मर्निङ सबैजनालाई अब चाहिँ हामी सेमसे यात्रा गर्नु लाग्यो भिडियोको इन्ट्रो भर्खर दिँदैछु म भिडियो सुरु भएको आधी घन्टा बस्यो गाडीमा आएर यहाँ झऱ्यौँ होइन जानुपर्ने अन्तै हो अहिले यो बाटो हिँडिरहेको छ अहिले गाडीबाट झरेर टक्कल आएर हिँड्दैछौँ बाटोमा खानेकुराहरू यहाँ छ के हो यस्तो खानेकुरा अक्रम बक्रम फुड बेभरेजदेखि लिएर सबै कुरा चटपट बनाउने सबै किनेर आइसक्यौँ हामीले पोका यहाँ छ पोका बोक्ने चाहिँ कान्छो मान्छे हुन्छ क्या यहाँ भाइलाई मात्रै बोका समीरु दादा भएर अगाडि हो फोन चलाउँदै को केटीसँग बोल्दै नि यहाँ फोनमा होइन बिचरा भाइ मात्रै परिरहेको क्या यता फेरि सिन चाहिँ बवाल छ क्या खुट्टा थुरुरु काहीँ राख यहाँ तलतिरबाट आउनुलाई होइन अनि यो पुरा यो बाटो सबै हिँडेर हामी यताबाट यता आयो हिँड्दै यो डाँडाडे आएर यहाँ चढेको हो यहाँ माथि यस्तो 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 कोब्जेरबाट आएको होइन अहिले धनी बेला कसरी धनी आउन त आइयो खुट्टा थुरथुर काहीँ राख अहिले पनि मेरो ल दामी प्लेस आइपुग्यो दामी पारामा घुम्न आइयो यो ठाउँमा हामी बस्ने सहर सहर होइन त्यो गाउँ हो गाउँ हो यार त्यो गाउँ जस्तै छ स्वयम्भू जस्तै छैन काठमाडौँतिर जस्तै पनि छैन होइन शान्ति नै घरहरू छ यत्रो यत्रो धेरै भयो 2-3 तला हाम्रै गाउँमा माटोकै ढुङ्गाकै बनाएको छैन 4 तलाको घर त फ्यामिली जोइन्ट फ्यामिली भयो भने जे पनि यही ठाउँले हामीलाई नुन पानी तेल देखा ज्ञान गुण गाउनु पर्छ यहाँ आएर पढ त यहाँनिर लेखेर रहेछ ल ल यो मल्टिज आउँछ होइन तिमीलाई मल्टिज पढ्छौ कि इङ्ग्लिस पढ्छौ मात्र आएर भएन युकेबाट पढ न फेरि इट इज कॉल्ड द त्यही हो त्यही भने ल ठिक छ ल जाउँ दामी ठाउँ हो जे भने दामी ठाउँ पहिलाको घरहरू रहेछ नि त यस्तो यस्तो ढुङ्गै ढुङ्गाको हो हामी जानला ठाउँ उयो हो दामी के हो यो चाहिँ थाहा भएन तर जान्छ यहाँ यो हामी कता बना खाँदा यो बाटो कि यहाँ भिडियोग्राफी चलिरहेको फेरि सट्टा आइमा रेडी 1 2 3 4 5 6 दामी छ बाटो चाहिँ यार फोटो पनि दामी आउँछ होला यो बाटो त यहाँनिर के हो यार भित्र पनि दाम यो गोलीको पल हो कि क्या सानसानो 3D आर्ट के रहेछ के रहेछ त्यो हो पहिलाको सही बनायो यो ठाउँमा होइन यहाँनिर फोर मान्छेहरू आएर फोर गरे आफूले हाफहरू त बोकेर जानु नि कति हुन्छ अरे यार है पेरिक्लोक त्यो चोक्लोक मैले पढ्दिनँ दामी ठाउँ छ त यार यो वा के हो यो अब पहिलाको के हो यो त के हो यहाँ भित्र नछिर भन्ने रहेछ रक्की पोए के रहेछ होइन पेन्टहरू बाल बनाएको त ओइ के यो बोर्डर लाइनदेखि लिएर सब छ त यहाँ सिसा फुटाएर रहेछ फेरि भयो अरे यो त यस्तो बिल्डिङहरू सब छ होइन ऊ फेरि टिकटकको किरा आउँदैछ जहाँ पनि गयो लुत्त छिटो टिकटक बनाएर फर्क हराइहाल्ने यस्तो बल ठाउँ हेर्न आऊ न तिमी भाइ यार हेर त यो केही छैन र यो अर्को आइल्यान्ड भयो होइन अर्को आइल्यान्ड हो यो बुझ्यो भयो त्यो आइल्यान्डमा जानलाई के बोट चढ्नुपर्छ यस्तो बल ठाउँ छ होइन यो हो चाहिँ के हो नै थाहा छैन खाल्टो छ यत्रो खाल्टो छ यो कहाँ जान्छ डेन्जर छ क्या यहाँ डेन्जर लेखिरहेको के हो यहाँ कहाँ जान्छ यस इल्युमिनेटीको आँखा थडाइ हुन्छ नि के लेखेर यस्तो पनि के हो नादुरक स्पेसर के हो यो हो चाहिँ के यो एउटा बाहिर निस्किमा त्यहाँ तल नजर छोडिदेऊ समीर के छ त्यहाँ यहाँ त भुतको फिल्म सुटिङ गर्नु त दामी प्लेस रहेछ नि यो यार है भुतको फिल्मको सुटिङ गर्न है
यस्तो बिट्टा कोला बाटो भएर हिँडा पालेर गयो लाटा तल छिर्ने पाल रहेछ क्या भाइ छिर्दै छ तल निस्किन्ला म कहाँ छिरौँ हिँड एम कि हिँड भाउजूले भन्नुभएको मनाङस्ताङ पनि आइपुगेको हामी फुलहरू खतरा रहेछ फुल्टिपे लाने हो या उखालेर लाने घर रोप्ने नि रोप्ने नि घर राम्रो बनाउनु रुम राम्रो देखिन्छ फुल्टिप्नु लगाइदिएको एउटा फेरि हाइकिङ चलिरहेको हाम्रो यहाँनिर गएर खाने ठाउँ चाहिँ यो हो उफ एउटा टिकटकर वाट इज दिस प्लेस कस्तो जग्गा सालको ओइ अब उतो ढुङ्गामा हेर है उतो ढुङ्गामा उता अर्को नै आउँदैछ ओइ अर्को नै आउँदैछ है दामी भनेको रहेछ फेरि तल जानु लागि कुरो लेखाम होइन माल्टाको मल्टिज फेमस फुड स्न्याक्स निकाल नि निकाल ल दामी छ यो हो चेयर्स यो बेद छाँदैछ पास्दै चाहिँ घाँसमा बस्यो समीर कस्तो लागिरहेको ठाउँ कस्तो छ भाउजूको मनाङ मुस्ताङको होइन त्यस्तै रहेछ क्या अलिअलि खान पनि गरेर चटपट खाएर चाहिँ अब रुमतिर फर्केको केटाहरू कहाँ कहाँ फाल्न खोजिरहन् ऊ चुपचाप केही पनि नगर्ने ऊ एकै छ त टिकटक हामी घुमघाम गरेर पनि आयौँ होइन अहिले बाटोमा हिँड्दैछौँ यहाँ टक्क आएर सेन्सियातिर आइपुग्यौँ अब 5-10-15-20 मिनट आएर पुग्छ ओए अगाडि 3टा केटीहरू ओ केटा ऊ त्यो हरु लाउनु चाहिँ मेरो है आफू चुज गर है त्यहाँ 3टा केटीहरू छ समीरले छेक्दै यार हरु लाउनु तिमीहरूको भाउजू नमस्ते गर है तिनीहरू पनि दामी भइरहेको आकाशहरू पनि रमाइलो भइरहेको ऊ यताबाट हिँडेर यो पुरै चारेर यो पुरै हिँडेर ऊ यता छेउबाट घुमेर यो पुरै घुमेर अहिले यहाँ आइपुग्यो हामी मस्त फर्कियौँ अब रुमको नजिक नै आयौँ भिडियोलाई अहिले इन गर्दिनँ महात्मा गान्धी यहाँ पनि आएछ क्या म चाहिँ सिधै रुममा नआइकन भाइको रुममा आएको भाइको रुममा आएर टक्क भाइ उभिहाल्यो भाइको रुममा आएर पोर्क सोक बनाएर दामी मिठो पारामा खाना आएपछि चाहिँ दाइतिर आएको खाना खाँदैछौँ भन्दा भाइको रुममा आएर खानासाना बनाएर टक्क मिठो बनाएर खायौँ अब यहाँबाट चाहिँ हामी खानासाना खाएर दाइको रुममा जाने कुरा छ के हुन्छ अहिले गयो भने बाटोमा देखाउँला होइन भाइ के हो कुरा खाना कस्तो छ कुकिङ कस्तो छ मासु मात्रै हो त मलाई आउँदैन भात त बाबाले बनाउँछ तिमीले अलिक गिलो भएछ नत्र मिठो छ भातको स्वाद चाहिँ मिठो छ है ल ठिक छ ओके आज हामी घुमघाम गरेर नि बाटोमा टक्क भेटेर भाइकोमा बसेर खानसाना खाएर अहिले अर्को दाइकोमा गएर फेरि यसो भेटघाट गरेर म फर्किसकेँ रुममा अब चाहिँ भिडियोलाई यहाँ इन गरौँ थ्याङ्क यू सो मच अहिलेसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद